विभिन्न पार्टीहरूका सांसदहरूको भनाइ के रह्यो भने विदेशी ऋण किन लिएको, के गर्न लिएको, त्यत्रो ऋण फेरि पनि नयाँ सरकार आयो, फेरि पनि ऋण लिँदैछ। त्यस्तो होइन। सरकार चलाउनको लागि पैसा चाहिन्छ र पैसा नेपालसँग कुनै पनि अहिलेसम्म आफ्नो इन्कम सोर्स के गरेर सरकार चलाउने भन्ने कुरा अहिलेसम्म छैन। त्यस कारणले गर्दाखेरि विदेशी ऋण लिनुपर्छ र सहुलियत ब्याज दरमा लिनुपर्छ। पहिलेकाले चाहिँ त्यो ऋण सबै आफ्नो भरौटे पाल्ने, अनि नचाहिने ठाउँमा गएर टावर बनाउने, भ्यू टावर बनाउने, अनि आफ्नै मान्छेहरू पोस्ने भएका कारणले गर्दा चाहिँ त्यो पैसा नदेखिएको हो। अहिलेको सरकारले लिएको ऋण चाहिँ पक्कै पनि त भ्रष्टाचार त हुँदैन। अब के हुन्छ, सरकारले अब त्यो ऋण तिर्दैन। अब हुन त अहिले हाम्रो पर हेड लगभग 97,000 कति समथिङ हाम्रो पर हेडमा आएको छ। ठिक छ, सरकारले त्यो पनि 5 वर्षभित्र केही न केही त्यसको पनि घटाउला भन्ने आशा राखेका छौँ।